हेलो गाइस, नमस्ते सबैजनालाई। सो गाइस, आज हामी चाहिँ यहाँ इन्द्रप्रस्थ पार्कमा घुम्न आएको थियो। यो चाहिँ उयो रहेछ, जापानिज टेम्पलहरू रहेछ गाइजहरू हो। र तपाईँहरू पनि हेर्नुहोस् होला यहाँको नजारा है। अनि मेरो यहाँ हस्बेन्ड पनि हुनुहुन्छ। हेलो गाइस, अरू कस्तो हुनुहुन्छ? आज हामी यहाँ आइरहेको छौँ। जापानिज टेम्पल रहेछ, इन्द्रप्रस्थ पार्क रहेछ हो। जग्गाको नाम चाहिँ यहाँ चाहिँ जापानिज गुरुजीहरू पनि बसेको रहेछ, तर अहिले भर्खरै बन्द गरेर गयो यो मन्दिरहरू हो। यहाँ जापानिज टाइपमा बनाइरहेछ बुद्धको स्तूप हो। यहाँ भर्खरै अहिले गुरुजीहरू हुनुहुन्छ हो। गुरुजीहरूले चाहिँ यहाँनिर मन्दिर चाहिँ बन्द गरिकन गयो। भर्खर हामीसँग भेटघाट भयो होइन, राम्रोसँग बातचित भयो। बात गर्दा चाहिँ चाल पायौँ कि उनीहरू चाहिँ जापानिजहरू रहेछ। जापानिजहरूले चाहिँ यहाँनिर चाहिँ टेम्पल खोलेको रहेछ हो। मजाको रहेछ जग्गा। यहाँनिर हेर्न सक्नुहुन्छ कस्तो मजाले एरियामा खोलेको रहेछ हो। यो भित्र चाहिँ मन्दिर छ है, मन्दिर तर अहिले त अब क्लोज गर्यो, टाइम भइसकेको छ। कति मजाको रहेछ। तपाईँहरू पनि हेर्नुहोस् होला। यो जग्गा हेर्नु नि कति मजाको बनाएको रहेछ। हामीलाई थाहा, यो फर्स्ट टाइम आएको हामी है यो जग्गामा। हामी चाहिँ फर्स्ट टाइम आएको, यति मजाको जग्गा रहेछ भने त्यति थाहा पनि छैन हो। आज चाहिँ देख्यौँ, आउँदा आउँदा देखेको गाइजहरू हामी चाहिँ है। यहाँको दर्शन गर्नु पाएँ। तपाईँहरू पनि यहाँको दर्शन गर्नुहोस् होला। जापानिज टेम्पलको दिल्लीमा पनि रहेछ। अब दिल्लीमा हुनेहरू त आउनु सक्नुहुन्छ। कतिजनालाई त थाहा छ होला, कतिजना थाहा नहुनेहरू चाहिँ आउनुहोस्, यहाँको नजारा हेरेर जानुहोस्।